अब तलतिर झार्दैछौँ माताको दर्शन गरेर तलतिर झरिँदैछ ट्याक्क बुढीको टोपी लाएर बुढीको गलबन्दी लाएर सरारा तलतिर ए तिमीले मधुले फेरि छोराको टोपी लाएको छ अरे टोपी कोही भेटाइन्छ बिचरा छोराको टोपी उठाएर हिँड्दैछ अनि अब मधुलाई रिल्याक्स भयो अरे एकदम माइन्ड रिल्याक्स भयो अरे यता आउँदाखेरि अनि मलाई पनि बहुत खुसी लागेको छ मधुलाई ल्याउनु पाएँ मधु रिल्याक्स हुन पायो बहुत खुसी लाग्यो मलाई पनि आनन्द हुन्छ नि मधु त कमसेकम रिल्याक्स भयो नि त्यही छ कुराकानी ल अब हामी सर तलतिर झर्दैछौँ अब आजको बसाइ ताप्लेजुङ हुन्छ मधुले केही बर माग्दैनन् अरे तर यिनको श्रीमतीले चाहिँ माग्छिन् अरे अब श्रीमान श्रीमती एउटै भयो कुरो जसरी नि एउटै भयो ल आजलाई यति